सेवा साथीहरू सबैमा नमस्कार छ। आज चाहिँ मेरो किचनमा भान्साघरमा सुँगुरको खुट्टा पोर्क लेग पाक्दैछ। आज मलाई सुँगुरको खुट्टा खान मन लागेर सुँगुरको खुट्टा बनाउँदैछु साथीहरू। यसलाई पहिला पोल्दैछु, यसलाई साफसफाइ पनि त गर्नु पर्यो, धेरै सफा गर्दैछु। यसलाई सफा गरिसकेँ, अब पिस बनाउनु रेडी भयो। अब पकाउँदैछु मैले यो मेथी, मलाई चाहिँ मनपर्छ मेथी पुऱ्याउँदैछु। पहिला मेथी पुऱ्याइसकेपछि यसलाई रातो रातो भइसकेपछि मेथी यसमा म अब प्याज एड गर्छु। मेथी रातो हुन लाग्यो, मेथी रातो हुन लाग्यो। अब यसमा म प्याज एड गर्छु साथीहरू। प्याज एड गर्नुपर्छ यसमा, रातो नभइकन फेरि अलिक तितो हुन्छ प्याज। अब यसमा प्याज एड गरेँ मैले। प्याज पनि हल्का रातो हुनुपर्छ। प्याज एड गरेँ हल्का रातो। यसमा तेजपत्ता लगाएँ। तेजपत्ता लगाएर यसलाई एकछिन भुट्छु म। एकछिन भुटिसकेपछि अब यसमा मैले बेसार एड गरेँ। बेसार एड गरिसकेपछि अब हल्का चलाउँछु। हल्का चलाइसकेपछि यसमा म अब मासु सुँगुरको खुट्टा एड गर्छु। अब पालै गरेर सुँगुरको खुट्टा म लगाउँछु। सुँगुरको खुट्टा लगाइसकेपछि लसुन मलाई एकदम मनपर्छ, लसुन लगाउँछु म। लसुन चाहिँ मेरो मनपर्ने हो, मलाई अति नै मनपर्छ लसुन मासुमा लगाएर खानु। मासु एड गरेँ, खुट्टा प्लस मासु पनि अलिकति लगाएको छु मैले। मासु पनि एड भयो। अब यसलाई भुट्दै चलाउँदै गर्नुपर्छ साथीहरू। भुट्दै चलाउँदै गरेर रातो रातो भएपछि यसमा मसला एड गर्नुपर्छ। जिरा, धनियाँ, लसुन, अदुवा। यसलाई छोड्दै पकाउँदै गर्नुपर्छ साथीहरू। यसलाई छोड्दै पकाउँदै चलाउँदै छोड्दै पकाउँदै पाक्दैछ। मसला एड गरेँ। मसला एड गरेँ यसलाई। मसला एड गरिसकेपछि यसलाई हल्का चलाउनुपर्छ। फेरि चलाउँदै पकाउँदै गर्नुपर्छ। चलाउँदै पाक्दैछ मेरो मासु सुँगुरको खुट्टा साथीहरू। पाक्दैछ। म चाहिँ यो तरिकाले पकाउँछु साथीहरू। हजुरहरूको पनि तरिकाले पकाउनुहुन्छ, पकाउनु पनि आफ्नो तरिका हुन्छ। अब यसमा यो डल्ले खोर्सानी मैले एड गरेँ। अब छोप्दै पकाउँदै गर्नुपर्छ यसलाई। छोप्दै पकाउँदै टमाटर एड गरेँ। अलिक बेसी टमाटर अलिकति बढी लगाइदिएको मैले। टमाटर एड भयो। अब पाक्दैछ साथीहरू, पाक्दैछ। अब थ्याप्ली भात बसाउँदैछु म। थ्याप्ली भातको लागि मकैको भात। पानी उम्लिन आँट्यो। अब चामल हाल्नुपर्छ यसलाई। पानी उम्लिँदैछ। चामल एड गरेँ मैले। चामल जोगनाको छोरी बस्छरी गएर टिपाएर जग्गा पनि दिन्छ। रेडी भइसक्यो साथीहरू। कस्तो भयो हेर्नुहोस् है त। जानु न भन्दै थियो मलाई। रेडी भइसक्यो खानाको लागि। केको बिरुवा ल्याउनु पर्ने भन्दै थियो। रेडी भयो। मेरो मासु सुँगुरको खुट्टा खानाको लागि रेडी भयो। यो चाहिँ मैले बर्मा धनियाँ हालेको, जङ्गली धनियाँ पनि भन्नुहुन्छ कसैले। यसको चाहिँ सेन्ट मलाई साह्रै यसको बास्ना मनपर्छ। यो बर्मा धनियाँ एड गर्दैछु साथीहरू। बर्मा धनियाँ यो चाहिँ बर्मा धनियाँ हो यो। अब मेरो खाना पनि थेप्ली भात पनि रेडी भइसक्यो लगभग। अब खानालाई रेडी भइसक्यो मेरो। राम्रो हुँदैन हो। लगभग पाकिसक्यो मेरो थेप्ली भात पनि।
पाकिसक्यो। अब एकछिन छोपेपछि रेडी भयो। ल खानालाई मैले सर्भ गर्ने। ल साथीहरू मेरो खानालाई सुरु भयो।